नमस्कार। आज कार्तिक 4 गते प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरमा छु। हाम्रो आदरणीय पोखराबाट आउनुहुने हाम्रो सर नवीन आले मगरज्यूले चाहिँ 1 तोलाको सुन लिएर आएर म मन्दिरमा चढाउँछु भन्ने उहाँको भाकल रहेछ। सर, हजुरको भाकल किन कसरी भाकल गर्नुभयो सर? म चाहिँ पोखरा बस्छु मजपुरमा। मैले चाहिँ मसँग मिलेर पार्टनर गर्ने एकजना मेरो साथी, मेरो बहिनी, उहाँले चाहिँ सुसाइड गर्नुभयो भन्ने चाहिँ मैले खबर पाएँ र अनि पछि हामी खोज्ने क्रममा पनि उहाँलाई चाहिँ अहिलेसम्म उहाँको शव भेटेको छैन र उहाँकै सम्झनामा चाहिँ उहाँलाई राम्रो होस्, यदि नमरेको भए चाहिँ फर्केर आओस् र यदि मरेको भए चाहिँ स्वर्गमा जाओस् भनेर चाहिँ मैले उहाँलाई चाहिँ सम्झेर यो 1 तोलाको चाहिँ औँठी चढाउन आएको छु। ल, उहाँले चाहिँ सँगै व्यापार गर्नुहुँदो रहेछ। उहाँहरूको क्याफे रहेछ कानम कफी परिवार भनेर। उहाँले चाहिँ सँगै काम गर्दै गर्दा अचानक योभन्दा 1 महिना अगाडि चाहिँ उहाँ हराएको र हराइसकेपछि कहाँ गयो भनेर खोज्दै गर्दा कसैले देखेको खोलामा हाम फालेको भन्ने उहाँले सुनेपछि पाथिभरामा आएर म उहाँको लागि उहाँको परिवारजनमा हैन सहन सक्ने क्षमता भगवानले प्रदान गरून् र उहाँको यदि स्वर्ग बित्नु भएकै हो भने स्वर्गमा बास होस् भन्ने हिसाबले उहाँ आफू शान्त हुनको लागि उहाँको कुनै त्रुटिहरू थियो भने क्षमा माग्नको लागि उहाँलाई राम्रो होस् भन्ने हिसाबले 1 तोलाको सुन चाहिँ ल्याएर चढाउन खोज्नु भएको रहेछ। ल, उहाँ यदि हुनुहुन्न भने पनि उहाँको आत्माले शान्ति पाओस्, भगवानले उहाँलाई उहाँका परिवारलाई सहन सक्ने शक्ति प्रदान गरून् भन्दै आज पाथिभरामा उहाँले चाहिँ हाम्रो नवीन आले मगरज्यूले चाहिँ 1 तोलाको सुन चाहिँ उहाँको नाममा चढाउन आउनु भएको रहेछ। हजुरको जे छ मनमा सबै कुराहरू भगवानले पुरा गरिदिउन्। हुन्छ, हजुरले चढाइदिनु सर। जे सोचेर आउनु भएको छ सर, हजुरले सबै कुरा कामना पुरा होस् भनेर ढोग्नु सर।